20 to 25 ल 20 to 25 मै लेमन जुस एड गर्ने है भर्जिन मोहिटोमा चाहिँ हजुरको सोडा लेख्यो होला त्यहाँ हैन यसमा चाहिँ हामीले स्प्राइट पनि एड गर्न पायौँ है और स्प्राइट भनेर लेख साइडमा सोडाको ठाउँमा सोडा गरे नि भयो स्प्राइट गरे नि भयो है अब स्प्राइट मोहिटो भन्छ स्प्राइट एड गर्यो भने है ल त्यसपछि यो चाहिँ हाम्रो मिन्टको हजुरको सिरप है मिन्ट सिरप है 30 ml मिन्ट सिरप भनेर लेख्नुस् त एड गर्नुस् त्यसमा 30 ml मिन्ट सिरप एड गरे उले है हैन सिरप यो मिन्ट सिरप भयो लेखेछ मिन्ट भनेर मिन्ट मोहितो भनेर लेखेछ भयो मिन्ट सिरप है 30 ml मिन्ट सिरप लेख्यौ लाग्दैन त्यस्तो नपर्छ लाग्दैन ल भयो मिन्ट सिरप त्यसपछि लेमन जुस एड गर्यो ल लेमन जुस भयो अब सोडा एड गरिदिने फुल भोल्युममै यसमा स्प्राइट हाले नि भयो सोडा हाले नि भयो सुगर सिरप नि पर्दैन पर्छ यसमा तर यसमा एड हुनै दिन्छ है बुझ्नुभयो बाहिरबाट सेपरेटली दिने हामीले छुट्टै दिने हो यसमा एड गरेर नदिने किनकि भर्जिन मोहितो चाहिँ हजुरले खास खाने भनेको चाहिँ हजुरको त्यो अब हल्का ह्याङ हुँदा फ्रेसको लागि खाने हो नि त यिनीहरू त्यो सुगर सिरप चाहिँ सँगसँगै एड नगर्ने के गुलियो हुन्छ नि त त्यसले गर्दा बादमा चाहिँ हजुरको सुगर सिरप नै एड गर्छ भने चाहिँ हाम्रोमा चाहिँ हुन्न है छुट्टै दिने है ल डेकोरेट हाम्रो के हुन्छ लेमन स्लाइस र मिन्ट लिप्स है सर्भिङ विथ स्ट्रा एन्ड 1 ounce सुगर सिरप देख्नु है Serving with straw, sugar syrup. Serving with 1 ounce sugar syrup and straw sugar syrup. Aku mana? मिस एकचोटि फेरि सुरुदेखि एक्सप्लेन गरिदिनु फेरि एक्सप्लेन गरिदिनु ल सुरुमा यसमा हामीले मिन्ट लिप्स र लेमनलाई चाहिँ मटर गरिन्छ थिचिन्छ है त्यसपछि हजुरको आइस क्युब हाल्दै अनि लेमन स्लाइस अनि मिन्ट लिप्स डेकोरेट गर्दै जाने फुल गराउने है भोरेसी भयो भोरेसी अनि लेमन जुस एड गर्ने त्यसपछि मिन्ट सिरप एड गर्ने बुझ्नुभयो मिन्ट सिरप एड गरेपछि अनि के गर्ने लास्टमा सोडा और स्प्राइट गर्ने नि भयो सकिन्छ सर्भिङ के हाम्रो स्ट्रा एन्ड 1 ounce सुगर सिरप अब यसमा हाम्रो दुईटा चिज गह नि त हैन डेकोरेट हुनलाई के गह लेमन र मिन्ट त्यही भएर हाम्रो टपिङमा के हुन्छ लेमन र मिन्ट हुन्छ है ए टपट हुन्छ कुन खाने हो सुगर पनि यसरी खाऊ पनि खाऊ लेमन जुस कति हाम्रो 20 to 25 ml यसलाई सुरुमा राख्ने नि भयो पछि राख्ने नि भयो है बुझ्नुभयो एउटै नै हो किनकि मिक्स गर्न खाने यसलाई चाहिँ हामीले कलरिङको लागि सुरुमा राख्ने पानी सर्ने सुरुमा के आउँछ माथि आउँछ के तल राख्ने तल जाने माथि राख्ने तल राख्ने जान चाहिँ पर्यो सुरुमा हाल्ने पछि भयो ल सोडा राख्ने भयो स्प्राइट राख्ने भयो है हाम्रो डेकोरेट के हुनुभयो लेमन स्लाइसले ए सर्भिङ के छ हाम्रो स्ट्र यसको सुगर सिरप हाल्नु पर्दैन है हालेर खानु मलाई सुगर खानु होला अब हाल्नु